ल हामी त घन्टे भयो, खरानी ग्याङ भयो, ल हामीले बुझेनै होला अरे। ठुल्ठुला पार्टीका चाहिँ समर्थकहरूले मलाई एउटा कुरा बुझाइदिनु पर्यो। आजभन्दा 30 वर्ष अगाडि देउबा सरकारले दुईटै सदनबाट चाहिँ नि महाकाली सन्धिलाई पास गरेर बेचेर खाँदाखेरि चाहिँ देशद्रोह भएन, होइन? टनकपुर काण्ड चाहिँ हुँदाखेरि चाहिँ गिर्जाले करप्पै चाहिँ खाए, देशद्रोह भएन। पञ्चेश्वर योजना आजभन्दा 30 वर्ष अगाडिको योजना आजसम्म सुरु हुन सकेको छैन, त्यसमा भएका भ्रष्टाचार खाँदा देशद्रोह भएन। बालुवाटारका जग्गालाई बेचेर खाँदा देशद्रोह भएन। आफ्नै देशमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई भुटानी शरणार्थीको नाममा चाहिँ नि विदेशीलाई बेच्दाखेरि चाहिँ देशद्रोह भएन। गिरिबन्धु टी स्टेटको नाममा करलप्पै त्यो जग्गा भ्रष्टाचारको नाममा खाँदा देशद्रोह भएन। भारतीय भूमिमा बसेर यो देशमा 12 वर्ष चाहिँ जनयुद्ध गरेर 17,000 मान्छे मार्दाखेरि देशद्रोह भएन। अनेकौँ भ्रष्टाचार, ओम्नी काण्ड, लौडा काण्ड गरेर दुनियाँ चाहिँ नि अरबौँ करोडौँको घोटाला गरेर यो देशलाई रित्याउँदाखेरि देशद्रोह भएन। तर आज एउटा नेपाल आमाको सपुतले, सतीले सरापेको देश होइन यो, हामीले बनाउनुपर्छ भनेर एउटा नेपाल आमाको छोराले यो देशलाई बनाउँछु भनेर अठोट लिएर आउँदाखेरि चाहिँ देशद्रोह भयो।